हेलो नमस्ते, स्वागत छ तपाईँलाई कास्टमा। म अनिल तपाईँहरूको सामुन्ने आज हामी हाम्रो यस्तो व्यक्तित्व लिएर आएको छौँ जसले चाहिँ 3D एनिमेसनमा रिग गर्नुहुन्छ। रिग भन्नाले तपाईँले बुझ्नुहुन्न, उहाँले चाहिँ कुनै पनि एनिमेसन क्यारेक्टरमा चाहिँ हड्डी राख्ने काम गर्नुहुन्छ, जसले गर्दा चाहिँ त्यो एनिमेसनमा चाहिँ चलाउनुको लागि चाहिँ मद्दत हुन्छ। बिना रिग कुनै पनि एनिमेसन सम्भव हुँदैन। उहाँलाई चाहिँ अब हामी स्वागत गर्दछौँ। उहाँको नाम चाहिँ ज्ञान हो, ज्ञान श्रेष्ठ। उहाँले चाहिँ रिग गर्नुहुन्छ। हामी स्वागत गरौँ उहाँलाई। अनि के गर्दै हुनुहुन्छ? काम गर्दै कुनै विशेष प्रोजेक्टहरू त्यस्तो केही छ कि? नेटफ्लिक्सको लागि चाहिँ गरिरहेको छ हामीले त्यो स्पाइडरम्यानको अनि यो रिग फिल्ड भन्नु चाहिँ के बुझ्नु सकिन्छ र हामीले? रिग फिल्ड भन्नु बित्तिकै अब त्यही हो, अब हड्डी हाल्ने मोडलहरूमा अब जस पहिला निक्लेको 3D मोडलहरू चाहिँ जस्ट चलाउन नमिल्ने हुन्छ अनि त्यसलाई रिजिड हुन्छ। अब त्यसलाई चाहिँ फ्लेक्सिबल बनाउने वा चलाउने चाहिँ रिगको थ्रु गरेर हुन्छ। अनि यो रिग पनि 3Dको एउटा डिपार्टमेन्ट भनौँ न। हजुर। अनि त्यो चाहिँ कसरी, अब त्यसमा चाहिँ कसरी इन्सपायर भएर भनौँ न, म रिगै गर्छु भन्नाले एनिमेटर पनि हुन्छ, राइटर पनि हुन्छ होइन, रिगैमा जान्छु भने चाहिँ कहिले कसरी सोच्छ? होइन, त्यो चाहिँ सोच चाहिँ बनाएको थिएन, जो सिक्दै थिएँ। अब हरेक चिजहरू एक्सप्लोर गर्दै थिएँ, नयाँ नयाँ चिजहरू एक्सप्लोर गर्दाखेरि चाहिँ अब यो हाम्रो टिचरहरूले चाहिँ एक्सप्लोर गराउँदाखेरि चाहिँ मलाई चाहिँ रमाइलो लाग्यो, जो सिक्न मजा आयो। अनि टफ पनि छ भनेपछि चाहिँ ल यसमै लाग्ने भनेर गरेँ। त्यो भने चाहिँ टफनेस भएर छिरेको कि? टफनेस अब भनौँ न, गाह्रो छ भन्छ 3D आर्टिस्टहरू। अनि जस्तै 3D फिल्डमै पऱ्यो होइन रिग भनेपछि त? हजुर। अब स्कोप के छ त यसमा? स्कोप त्यस्तो साह्रो म स्कोप के छ चाहिँ भन्दिनँ। अब जस अब आफैले गर्ने हो, गर्दै गएपछि अब पोर्टफोलियोहरू बनाइन्छ। पोर्टफोलियो बनाएपछि लिङ्कै थ्रुबाट नि हुन्छ, कतिपय चाहिँ अब रिक्वायरमेन्ट अनुसार गइन्छ कस्तो चाहिने। जस्तै तिम्रो करियरको सुरुवातमा के तिमीले घरमा चाहिँ यो एनिमेसन सिक्छु भनेर भन्यो कि कस्तो हिसाबले? त्यस्तो केही भनेको थिएन, जस्ट पढिरहेको थिएँ, ब्याचलर बिएस गरिरहेको थिएँ। अनि दाइ हुन्छ, उहाँ चाहिँ ग्राफिक डिजाइनर। अनि उहाँले चाहिँ जस्ट रेकमेन्ड गरे भएर चाहिँ मैले चाहिँ यो फिल्डमा जम्प लाने हो। यसमा चाहिँ पनि ग्राफिकतिरै जाने सोच बनाएपछि। अनि यो रिग छुट्टै पढ्नुपर्ने हुन्छ कि एज अ सबै 3Dमा एकैचोटि पढेर? मैले सिक्दाखेरि चाहिँ सबै बेसिक नै सिकेर सिक्न त, पछि एक्सप्लोर गर्दै गएपछि चाहिँ अब एउटा पार्टलाई चाहिँ समातेर अगाडि बढेको भन्नु पर्यो। कतिको गाह्रो छ तिमीले रिग गर्नुको लागि? गाह्रो त गाह्रै छ। अझै पनि म आफूलाई चाहिँ प्रोफेसनल चाहिँ भन्न सक्दिनँ, किनकि नयाँ नयाँ ट्याकल्सहरू हुन्छ, टेक्निकल चिजहरू। अनि त्यही हो, मभन्दा एक्सपिरियन्सहरू पनि छन्। उनीहरूको काम हेऱ्यो भने वाउ लाग्छ। आफू भर्खरै अझै पनि यत्रो कति वर्ष भयो, 5 वर्ष जति भइसक्यो गरेर यो फिल्डमा लाग्यो। अझै पनि नुबै खान्छु आफूलाई, तर कोसिस चाहिँ गरिरहेको छु अगाडि बढ्न। लभ गरिरहेको भनौँ न, नयाँ नयाँ चिजहरू एक्सप्लोर गर्दै। अनि सुरुको दिनमा अब कुराहरू न रिगमा भर्खर चाहिँ के कस्तो गाह्रो फिल भयो? फर्स्टमा त गर्ने कस्तो भन्ने, अब काम गराउँदाखेरि इन्टर्न गरेको थिएँ। इन्टर्न गर्दा पनि ल अब के गर्ने होला भनेर सोचिरहेको थिएँ। अनि पछि दाइ हुनुहुन्छ सिकाउने भनेर भन्नुभयो। ल नि त म गर्छु भनेर सिकाउने मान्छे छ भने थुप्रै
एक्साइटेड भएर गर्न बसेँ होइन अनि पछि गएँ वहाँ गएपछि गर्नलाई जस 1 हप्ता जतिको ट्रेनिङ क्लासहरू लिन्छु भनेर सोचिरहेको थिएँ भरे त्यो दाइ नै आइदिनु भएन सो आफै एक्सप्लोर गर्दै इन्टरनेटहरू खङ्गाल्दै कहाँ के छ भनेर चाहिएको चिजहरू खोज्दै गरेँ जस गाह्रै थियो भनेपछि अब जे होस् सिक्दै पनि गऱ्यो सुरुको दिनमा चाहिँ अब मेन कुरा त सिक्नु नै होला है सो त्यो फर्स्ट इन्टर्नकोमा त त्यस्तो गाह्रो भएन मलाई त्यस्तो जस्ट छिमेकीहरू थियो नि अब नयाँ अफिस जाँदा चाहिँ त्यहाँ चाहिँ ओ माई गड नयाँ अफिस नयाँ मान्छे नयाँ अब एडभान्स खोज्छ होला मैले त बेसिक गरिरहेको छु मलाई त्यो पनि थाहा छैन अमृत दाई हुनुहुन्छ अमृत सापकोटा दाई अनि किसन दाई दुईजना उहाँहरू चाहिँ मेरोलाई चाहिँ एकदम रोल मोडल जस्तै भनौँ उहाँहरूले चाहिँ गाइडेन्स दिनु म चाहिँ एकदम मान्छु नै भन्छु उहाँहरूलाई चाहिँ अनि साथीहरूको दिपेन छ दिपेन अनि यिनीहरूसँग सिकेको भने नयाँ चिजहरू सिक्यो एक्सप्लोर गऱ्यो अनि रिपको लागि सेपरेट क्लास पनि दौड्या त थियो र पछि के हुन्छ थाहा छैन भनेर भनेपछि कसैले अब कोही मान्छे आएर चाहिँ म रिप गर्छु भनेर भन्छ होइन त्यो फिल्डमा जान्छु भनेर भन्यो भने चाहिँ अब जस्ट आफूले पनि R&D चाहिँ गर्नु पर्यो रिसर्चहरू चाहिँ गर्नु पर्यो यो चाहिँ गर्नुपर्छ कतिको रिसर्च गर्नुपर्छ होला कस्तो टाइपको मान्छेहरू चाहिँ यो रिक फिल्डमा छिरेको राम्रो भनेर भन्छ जस अब उनीहरू म चाहिँ मोस्टली चाहिँ रिक फिल्डमा चाहिँ अल्छी मान्छे नै छिरे जस्तो लाग्छ क्या त्यस्तै लाग्छ क्या किनकि मलाई चाहिँ कस्तो लाग्छ भने होइन रिक फिल्डमा चाहिँ एकदम अब भनौँ न स्क्रिप्टहरू पनि कतिपय काम गर्नुपर्ने हुन्छ नि त अलिकति ट्यालेन्टेड मान्छेहरू होइन अलिकति दिमागवाला मान्छेहरू छिरे जस्तो लाग्छ ट्यालेन्टेड नै अनि अल्छी पनि भनौँ न एक हिसाबले सर्टकट खोज्ने अब जस क्रेडिबिलिटी भएको भनौँ न यो कामलाई चाहिँ कसरी चाहिँ चाँडो सकिने भन्ने हिसाबले चाहिँ गरिरहेको हुन्छ क्या हामी त्यस्तै भन्नु पर्यो तिम्रो बिगिनिङ अफ द जर्नी अफ द रिक होइन एउटा अफिसमा सुरु गर्यो हजुर होइन लगभग हामी त्यही अफिसमै भनौँ सुरु गर्यो त्यो दिनमा चाहिँ कस्तो किसिमको डेजहरू देख्नु पर्यो फर्स्टमा जाँदा त त्यहाँनिर त हो नयाँ सबै चिज नयाँ साथीहरू नयाँ अनि जो सिक्न पाउने भनेपछि चाहिँ एक्साइटेड भएरै गयो तर पछि गर्दै गयो सिक्न नि सिक्यो नसिके होइन अब जो सिनियरहरू छ भनेर सेम फर्स्टमा जस्तो भयो इन्टर्न गरेर त्यस्तै भयो लास्टमा सिकाउने दाइहरू सबैले छोडेर गए आफै रिसर्च गर्ने आफै गर्ने 1 वर्ष जति एक्लैले नै ह्यान्डल गर्नु परेन नि त त्यहाँनिर अनि पछि चाहिँ के फिल भयो भने जति जे गरे पनि उनीहरूले हाम्रो गरेको इफोर्ट चाहिँ नदेख्ने रहेछ भन्ने फिल भएको थियो अनि त्यति बेला त पैसाको सर्टेज भएको थियो पैसाको सर्टेज त अहिले पनि छ त्यस्तै त सबैको तर त्यति बेला त छुट्टै थियो त्यति बेला चाहिँ अब पेमेन्टहरू लास्टै होल्ड गर्थ्यौँ नि त्यो चाहिँ त्यो टाइममा चाहिँ तिमी कसो सर्भाइभ गर्छौ फ्रिल्यान्सिङहरू बाहिरबाट अमेरिकन क्लाइन्टहरूसँग कुरा गरेर कसरी हुन्छ कामहरू लिने अनि त्यही काम गर्दै सर्भाइभ चाहिँ 1 इयर जति सर्भाइभ गरेँ त्यसरी त्यसपछि त्यो पनि पेमेन्ट पनि प्रब्लम हुन थाल्यो कि अनि क्लाइन्टहरू चाहिँ बाहिरको क्लाइन्टले चाहिँ पे गर्ने अनि नेपाली क्लाइन्टहरू चाहिँ फेरि त्यस्तै पर्दैन मेन चाहिँ नेपाली कस्तो पेमेन्ट नगरिदिने होल्ड गरिदिने अब फोन गरेर पेमेन्टको लागि कुरा गऱ्यो भने उल्टै डाइलग दिने त्यस्तो खाले हुन्छ अब के भन्नु अनि म्यानेज चाहिँ कसरी गरेर म्यानेज गर्नु त अब त्यही हो घरबाट कहिले खर्चहरू मागिन्थ्यो अनि अभावमै हिँड्यो भनौँ न अब जस्तै त्यो अभाव भन्नु नि त अब अभाव भन्दा चाहिँ अब कस्तो हुन्छ नि मान्छेको फ्रस्ट्रेसन पनि हुन्छ नि त एक हिसाबले अब म फिल्डै छोड्नु चाहिँ जति गरे पनि हुँदैन अनि त्यस्तो सिनारी पनि त आयो भने नि त कति क्षणहरूमा त होइन त्यो सिनारी अहिले पनि आउँछ यार त्यस्तो चाहिँ छैन अहिले पनि सोध्छु होइन मैले कि मिस्टेक गरिरहेको छु कि यो पाठमा मलाई पछिसम्म छ कि छैन होइन अनि जस आफ्नो हुन्छ नि स्टेबल राख्ने ठाउँ छ कि छैन जस्तो लाग्छ मलाई अहिले पनि जस कन्फ्युजै हुन्छ तर गरिरहेको चिजहरू उत्तिकै छोड्न चाहिँ सक्दैन नि त
त्यो केसमा चाहिँ त्यो नेगेटिभ भाइबलाई चाहिँ तिमीले कसरी चाहिँ डिफिट गर्छौ? अब नेगेटिभ भाइबलाई ओभरकम गर्न त अब प्रायः जस्तो सबैको त्यही फेजमै गइरहेको छ अनि साथीहरू पनि अब यही फिल्डको हो नि त अनि उनीहरूको कुरा सुन्दा नि त्यस्तै गाह्रो भएको त्यही सुनिरहेको छ अनि हुन नि यस्तै होला भनेर अनि चलिरहेको छ अब के भन्नु। अब ब्याड पइन्ट मात्र नभइकन हजुर कुनै बेला त तिमीलाई कुनै राम्रो पे चेक पनि आयो होला नि त? छ धेरै छ अहिले रिसेन्टली गरिरहेको ठाउँमा चाहिँ एकदम राम्रो छ पहिला हेरेको त्यति बेला चाहिँ कस्तो फिल हुन्छ? त्यो कुराले पनि प्लस पोइन्ट गर्छ, त्यो गुड भाइब ल्याउनु पर्छ कि? जस गरेको मेहनत चाहिँ खेर गएको छैन जस्तो लाग्यो भनौँ न। एक हिसाबले अब आफूले गरेको इफोर्ट चाहिँ कसैले नोटिस नगर्ला तर जुन आफ्नै यही फिल्डमै काम गरेकोहरूले चाहिँ बुझ्छ यिनीहरूलाई यति नै पे दिनुपर्छ भन्ने हुन्छ नि त त्यही हिसाबले पे गर्नुहुन्छ। अनि हाम्रो रिगमा चाहिँ के प्रोसेसहरू के हुन्छ, कस्तै जान्छ रिगिङहरू चाहिँ? रिङको प्रोसेस कुरा गर्दा चाहिँ अब मेनली चाहिँ मोडलरहरूमै डिपेन्ड हुन्छ अब कस्तो मोडल हुन्छ होइन। अब कतिपय मोडलहरू बिग्रेको हुन्छ त्योहरूलाई चाहिँ रिक्वायरमेन्ट अनुसार अनि चाहिएको चिजहरू एडिट गर्न लगाएर फेरि ब्याक टु हामीसँग आएपछि अब युभी कटहरू टेक्स्चरहरू सबै मिलाइसकेपछि चाहिँ हामीले स्टार्ट गर्छौँ। युभी कट भनेर चाहिँ कस्तो हो? बुझ्दैन नि त युभी जस्तै एउटा बक्स भयो भने त्यो बक्सलाई च्यातेर टुक्रा टुक्रा गरेर फ्ल्याट गर्छौँ नि हामी फ्ल्याट हिसाबले राख्ने अनि त्यसमा जस्ट टेक्स्चर प्रिन्ट गर्ने प्रिन्ट गरेर जस्तै। अनि त्यो होल रिगिङ प्रोसेसको चाहिँ यतिदेखि यति टाइम भन्ने हुन्छ कि कस्तो हुन्छ? प्रोसेस अब कतिको रिक्वायरमेन्ट जस्तै सिम्पल रिग हो भने त त्यति धेरै टाइम लाग्दैन तर राम्रोसँग गर्ने भने चाहिँ जस टाइम लगाएर गर्नुपर्छ। जस्तै अब मैले अहिलेसम्म धेरै म्याक्स टाइम लागेको भनेको 2 हप्ता। 2 हप्ता लाग्छ है एउटा रिग गर्नु? एउटा रिगलाई चाहिँ त्यति टाइम चाहिँ दिएको थिएँ एकचोटि चाहिँ बाहिरको क्लाइन्टले भनेर। अनि क्लाइन्ट अनुसारले चाहिँ उनीहरूको आफ्नो रिक्वायरमेन्ट हुन्छ कि? हजुर। अब जस्तै मोडलिङमा पनि अब जस्तै भनौँ न 2 किसिमको हुन्छ नि त मिक्स होइन, एउटा चाहिँ अर्ग्यानिक भयो होइन, एउटा चाहिँ आर्ट सर्फेस भयो। त्यस्तै के हुन्छ रिगमा? रिगमा नि छ अर्ग्यानिक रिग भयो अनि रियलिस्टिक रिग खोज्छ कसरी होइन। अब रियलिस्टिक चाहिँ अहिलेसम्म चम्पाने होइन। अर्ग्यानिकमा चाहिँ अब कार्टुन क्यारेक्टरहरू भनौँ तिनीहरूको चाहिँ अलि फेसियलमा चाहिँ मेन प्रब्लम हुन्छ अनि बडीहरू जस्तै अब टेक्निकल चिजहरू हुन्छ टेक्निकल चिजहरू मिलाउन चाहिँ अलिक गाह्रो नै हुन्छ। अनि टेक्निकल चिजहरू अब जस्तै स्क्रिप्टहरू लेख्नुपर्ने हुन्छ कतिपय चिजहरू स्क्रिप्टहरू डाउनलोड गरेर हुन्छ कसरी रिसर्च गर्दै गर्नु। अनि जस क्यारेक्टर रिगहरू पनि टाइप हुन्छ जस्तै प्रप्सको हो भने 4 हुन्छ। प्रप्समा नि कतिपय चिजहरू चाहिँ हल्लिने त्यस्तो धेरै मुभेबल हुने चिजहरूलाई चाहिँ धेरै प्राथमिकता दिनु पर्यो भनौँ न एक हिसाबले। ओके। जस्तै रिगमा पनि अब कुनै फ्रेन्डली टाइपको हुन्छ कि यस्तो गर्दाखेरि चाहिँ अलिकति सजिलो टाइपको हुन्छ कि सबैदेखि एउटै हो कि? प्रोसेस त्यस्तो एउटै त भन्दिनँ म प्रायः जस्तो एउटै टाइपको हुन्छ तर मैले च्यालेन्जहरू फेस गरेको चाहिँ जस्तै यो क्यारेक्टरको बडीको त केही प्रब्लम भएन मेन प्रब्लमहरू चाहिँ जस्तै क्लोदिङ आइटमहरू तिनीहरूले एक्स्ट्रा इन्फ्लुएन्सहरू आउनेहरू तिनीहरूले चाहिँ प्रब्लम भएको छ कि आउटर लेयरहरू जुन भित्रको मेस पनि बाहिर प्याच भएर निक्लिने त्यस्तो हुन्छ नि त्यस्तो। जस्तै गेम रिग र जस्तै मुभी भनौँ न मुभी रिगमा के फरक छ? फरक चाहिँ उस्तो जस्तै हो। अब गेमको लागि चाहिँ स्पेसिफिक रिक्वायरमेन्ट हुन्छ जस्तै लो क्वालिटी हुनु पऱ्यो होइन जस्तै धेरै चिजहरू युज हुनु भएन त्यस्तो हुन्छ। अब मुभी अब कुनै सर्टहरूको लागि चाहिँ युज गरेछ भने चाहिँ त्यहाँनिर चाहे भए जतिको अब उनीहरूले क्लाइन्टले रिक्वायरमेन्ट गरे जतिको चाहिँ राख्नुपर्छ। एउटा रिगरमा चाहिँ के हुनुपर्छ जस्तो लाग्छ तिमीलाई? म त के भन्छु भने होइन मेरो सिनियरहरू उहाँहरू त्यो हुन्छन्
रिगर भएपछि चाहिँ सिकाउने अब सिक्ने हुन्छ नि त्यो चाहिँ हुनुपर्छ भन्छु अब जस्तै इगो राखेर चाहिँ अगाडि बढेको हुँदैन जस्तै मै हुँ जस्तो गरेर गऱ्यो भने चाहिँ गाह्रै हुन्छ किनकि सबै चिज आफूलाई थाहा हुँदैन नि त सो सोध्नुपर्छ कति चिजहरू बुझेर गर्नुपर्ने हुन्छ अनि त्यही भएर म चाहिँ त्यस्तो चाहिँ हुनु भन्छु इगोस्टिक चाहिँ हुनु हुन्छ अनि रिगरहरूले चाहिँ कोसँग चाहिँ एनिमेसन फिल्डमा चाहिँ कोलाबोरेट गर्नुपर्छ जस्तै मोडलसँग त मोडलसँग गर्नु पर्यो अनि एनिमेटरसँग पनि एनिमेटरहरूसँग उनीहरूसँग मोस्टली चाहिँ कोसँग हुन्छ दुइटैसँग हुन्छ दुइटैसँग मोस्टली किनकि हामीले चाहेको रिक्वायरमेन्ट अनुसारको मोडल छैन भने हामी ब्याक टु उनीहरूलाई नै दिन्छौँ मोडल बनाउनेहरूलाई अनि एनिमेटरहरूको रिक्वायरमेन्ट अनुसारले हामीले रिक गरेको छैन भने उनीहरूले चाहिँ हामीलाई भनेहरू सो मेनली चाहिँ डिपेन्ड दुवैसँग हुन्छ अब जस्तै कोही यङ जेनेरेसनहरू आइरहेको छ होइन थ्रिजीमा अनि तिनीहरूलाई चाहिँ के चाहिँ एडभाइस दिन्छ भन्नु नयाँ जेनेरेसनहरूलाई चाहिँ के भन्छु भने अब अहिलेको जेनेरेसनहरू त्यति सिरियसनेस चाहिँ छैन नि त अब त्यो सिरियसनेस नहुन्जेलसम्म चाहिँ अलिक गाह्रै हुन्छ भनौँ न सिक्नलाई पनि अनि आफ्नो करियरलाई अगाडि बढाउन जस्तो मेरो टाइममा मलाई पनि त्यस्तै भएको थियो अब सिक्न गएपछि पछि चाहिँ वास्तै नगर्ने अनि मतलबै नगर्ने अनि कहाँ कहाँ घुम्न जाने पछि अब जब आफ्नो रियल लाइफलाई फेस गर्नु पऱ्यो रियल प्रोजेक्टहरू लिनु पऱ्यो नि त्यसपछि चाहिँ थाहा भयो कि सिक्ने टाइममा चाहिँ एकदम ध्यान दिनुपर्ने रहेछ भनेर चाहिँ नयाँ आउनेहरूलाई चाहिँ तिमीहरू यसमा गर्न मन छ होइन अगाडि बढ्न मन छ ल यही मेरो लागि हो भन्यो भने मात्र आउनु नत्र नआएको अनि टुल्सहरू चाहिँ अब जस्तै के टुल्स युज हुन्छ यो रिग गर्नुको लागि अब सफ्टवेयर युज गर्दा चाहिँ हामीले मोस्टली चाहिँ मायामै गरिरहेको अहिले त अनि ब्लेन्डरहरू छ यिनीहरू छ अनि अटो रिग टुल्सहरू पनि छ जस कामलाई इजी बनाउन छ टन्नै छ अब त्यस्तै रिग टुल्सहरू भनौँ छ जस्तै अब तिमीले भन्यो नि त होइन अब यो इन्डस्ट्रीमा काम गरेको लगभग अब तिमीले आई थिङ्क 6-7 इयर्स चाहिँ भइसक्यो होइन अनि त्यसमा चाहिँ अनफर्गेटेबल केही मोमेन्टहरू छ अनफर्गेटेबल फर्स्ट म सुरुको दिनमा जस्तै काम गरेर चाहिँ घोट्या भयो होइन अनि भनौँ न मेरो अब टाइम चाहिँ धेरै नै गयो सुरुको दिनमा यति गर्नु पऱ्यो तर मैले यसलाई नै यसरी नै एकाउन्टेन्स गरेँ होइन त्यस्तो केही छ त्यस्तो त छ कुनै सेयर गरिदिनु जस्तो त्यो त नगर्नु के किनकि अब त्यो अनि सबैलाई अब कस्तो हुन्छ नि हामीले कुरा गर्दा चाहिँ सबैजनालाई चाहिँ अब भनौँ न खिर बनाएको मात्र देख्छ नि त मिठो होइन खाँदैन कस्तो मिठो देखिन्छ नि त होइन अनि त्यहाँबाट त्यो खिर बनाउनुलाई धेरै कुरा प्रोसेस छ नि त कति दुःख छ नि त त्यस्तो पनि होला नि त केही रिगमा छ त्यस्तो छ अब त्यो सबै कुरा राम्रो मात्र नदेखोस् बिहाइन्ड द सिन पनि केही देखोस् भन्ने कुरा टेक्निकल टर्म्सहरू भास्टै छ भनौँ अब भित्र टुल्सहरू कति छ अब त्यो जुन मैले पनि अझै एक्सप्लोर गरेको छैन होइन म गर्दैछु अझै पनि नयाँ चिजहरू छ अब अरूहरूको काम हेरेर इन्सपायर हुँदै अनि त्यो कसरी गऱ्यो भनेर खोज्ने अनि त्यही हिसाबले गर्ने अब यो स्पेसिफिकै छ भन्ने चाहिँ हुँदैन भन्नु अब जस्ट नो टेक्निकल चिजहरू स्पेसिफिकै हुन्छ तर के को लागि युज गर्ने कुन ठाउँमा युज गर्ने र कुन चिजले चाहिँ बेनिफिसियल हुन्छ भने चाहिँ त्यही गरेपछि मात्र थाहा हुन्छ अनि जस्तै अब अहिले अब मिडिया लाइन भनौँ अथवा टेक्निकल लाइन भनौँ होइन एआईले जहाँ पनि छोइरहेछ होइन अनि त्यो एआईले चाहिँ रिगमा चाहिँ कतिको इम्प्याक्ट गरिरहेछ कि एफेक्ट गरिरहेछ कि राम्रै गरिरहेछ के गरिरहेछ अहिले त झन् अहिलेको टाइममा त रिग एडभान्सै गइसक्यो भनौँ न अब जस्तै क्यामेरा क्याप्चर मोसन क्याप्चरहरू गरेर गर्नु त्यो छ नि त कम्प्लिट रिग गर्नु पर्दैन त्यो गऱ्यो भने चाहिँ जस्ट फोन सेटअप मात्र गरेर अनि सफ्टवेयरमा लगेर जस्ट यो पार्ट यो हो भनेर इन्डिकेट गरेपछि मान्छे जसरी मुभ गर्यो त्यसरी नै मुभ गर्ने भयो तर एआईले चाहिँ कम्प्लिटली खान सक्छ जस्तो चाहिँ लाग्दैन किन त्यस्तो कति चिजहरू चाहिँ म्यानुअली अब चाहेको चिजै स्पेसिफिक दिन सक्दैन नि त
स्पेसिफिक मलाई यो मुभमेन्ट चाहियो भनेर त्यो चाहिँ गर्न सक्दैन जस्तो लाग्छ मलाई चाहिँ होइन मुभमेन्ट त अब एनिमेटेडले गरिहाल्छ होइन होइन मैले भन्न खोजेँ मलाई चाहिएको चिज चाहिँ मैले खोज्न प्रम्प्टहरू राम्रै दिउँला होइन दिएर त त्यो अब कस्तो चाहियो त्यो हिसाबले दिँदैला तर फाइनल जुन हुन्छ नि गुड टचिङ टाइपको जुन हामीले मान्छेले छोएको जस्तो चाहिँ आउँदैन ए जस्तै हामीले प्रिभियसमा सलोमीलाई पनि बोलाएको थियो कि अनि सलोमीलाई बोलाउँदाखेरि चाहिँ उसले पनि के भन्यो भने एआईले चाहिँ अझन छुन सक्दैन एनिमेसनलाई भन्यो नि त हजुर अनि उसले पनि त्यही भन्यो सेम तिमीले चाहिँ भन्यो नि अब जस्तै एनिमेट त गर्ला अरे एआईले होइन फ्याक्टै गर्दैन अरे तर त्यो फिलिङ्स जुन फिलिङ्स हुन्छ नि त्यो चाहिँ फिलिङ्स चाहिँ आउँदैन त्यो चाहिँ हुँदैन भने हजुर तिमीलाई पनि त्यस्तै लाग्छ हजुर फाइनल जुन गुड टच अप हुन्छ नि त्यो चाहिँ फिल हुँदैन अनि एआईबाट हामीले राम्रो कुरा पनि लिन सक्छौँ कि सक्दैनौँ यस रिगिङको लागि यहीबाट मैले देखेसम्म चाहिँ स्क्रिप्टहरू हामीले प्रायः जसो एआईलाई नै सोधेर एकदम स्क्रिप्टहरू बिग्रेको छ छैन होइन हामी कुन चिजहरू रिसर्च गर्दै हामी गर्ने हुन्छ सबै स्क्रिप्टिङ आफैले लेखेर त कहाँ सकिन्छ होइन त्यहीँबाट कपी पेस्ट नै गर्दै जस चाहे जति चाहिँ बनाउन सकिन्छ अनि एआई बेनिफिसियल चाहिँ बेनिफिसियल एकदम गाइडेन्स गरेर जस्तै अब मैले अघि नै कुरा गरेँ नि त कतिको गाह्रो छ होइन यसको लागि अब जस्तै रिग गर्नुको लागि चाहिँ अब के सिक्दा चाहिँ होइन राम्रो होला भन्नु कुनै कुरा होला नि त रिगमा कि यो सिकेर चाहिँ रिगमा आउँदा चाहिँ बेनिफिसियल हुन्छ भन्ने टाइपको के छ त्यस्तो अब मैले चाहिँ रिगिङ गर्दाखेरि चाहिँ फर्स्टमा गर्दा चाहिँ के गर्थेँ भने जहाँ मनलाई त्यहीँ बनाएर त्यस्तो गरेर मोडल पनि स्टडी गर्नुपर्ने रहेछ अनि मोसन कसरी जान्छ त्यो पनि स्टडी गर्नु पऱ्यो र बोन कस्तो हुन्छ मन एनाटोमी होइन एनिमलको क्वाड्रुपेडको यिनीहरूको सबैको हेर्नु पर्ने हुन्छ सो रिसर्च चाहिँ एकदमै चाहिन्छ जस्तै लाग्छ मलाई चाहिँ अब अहिले मैले गर्दा पनि कति चिजहरू आउँदैन दाइहरूलाई सोध्नुपर्ने हुन्छ सो उहाँहरूले पनि त्यही सजेसन दिने नै त्यही हो हेर इन्टरनेटतिर खोज भेट्न सक्छ भन्नुहुन्छ जस हामीले सुरुदेखि नै कुरा गरेको अनुसार आरएनडी त गर्नु पऱ्यो रिसर्च चाहिँ गर्नु पऱ्यो जुन फिल्डमा गर्छु यसमा पनि गर्नु पर्ने होइन अनि जस्तै रिग गर्दाखेरि के कुरामा चाहिँ गाह्रो लाग्छ कस्तो टाइपको उसमा चाहिँ गाह्रो लाग्छ गाह्रो त मलाई त रिग गर्दाखेरि भन्दा नि अब जस्तै मैले तिमीलाई अक्टोपस बनाउनु दिएँ होइन त्यसमा गाह्रो हुन्छ कि गाह्रो त सबैमा हुन्छ इजी चाहिँ मलाई चाहिँ लाग्ने भने प्रप्सहरू अब सेटहरूको कुनै चिजहरू एनिमेटरले सबै चिज बनाएर राख्न त झ्याउ हुन्छ नि त मोडलै मुभ गर्न झ्याउ हुन्छ त्यो भने चाहिँ सेटहरू प्रप्सहरूको चाहिँ एकदम इजी नै भन्नु पऱ्यो एक हिसाबले होइन तर अर्ग्यानिक चिजहरू चाहिँ एकदमै गाह्रो भनौँ अब डिफर्मेसन राम्रो आउँदैन होइन अब कति चिजहरू डिफर्मेसन चाहिँ करेक्टिभ सेपहरू युज गरेर गर्नुमा मिलाउने त्यस्तो हुन्छ गाह्रो चाहिँ गाह्रै रिग जस्ट टाइम चाहिँ एकदम दिनुपर्ने हुन्छ टाइम चाहिँ धेरै हुन्छ अनि यो रिग इन्डस्ट्री चाहिँ कतिको भास्ट छ भास्ट एक हिसाबले भास्टै भन्नु पऱ्यो अब कुनै चिजलाई अब हरेक प्रप्सहरू अब जस्तै भेरिएसन हुन्छ नि हरेक मान्छेहरूमा भेरिएसन जस्तै अब त्यहाँनिर मोडलहरूको पनि भेरिएसन टाइपको आउँछ अनि त्यही हिसाबले ट्याकल गर्दै जानु पऱ्यो भन्नु भेरिएसन भनेर कस्तो टाइपको भेरिएसन जस्तै कुनै चिजहरू जस्तै अक्टोपसकै दिनु भने त्यसको टेन्टाकल्सहरूलाई अब मुभमेन्ट गर्न कस्तो मुभमेन्ट चाहियो कतिको फ्लेक्सिबिलिटी चाहियो होइन त्यही हिसाबले मिलाउनु पर्ने हुन्छ रिग अब हामी लगभग लास्टतिर आउनु लागेको छ होइन कोही नयाँ रिगमा आउँछ भने चाहिँ के भन्छ नयाँ मान्छे आउँछ उसलाई सिक्नेको कतिको हङ्गर भनौँ न मान्छेमा आफ्नो हङ्गर भयो भने मात्र त्यो अनुसारले अगाडि बढ्ने हो नि त अब उसले सिक्न चाहन्छ मैले यसमै केही गर्न चाहन्छु भने चाहिँ वेलकम भन्छु म उनीहरूलाई एकदम स्वागत छ होइन अनि कति चिजहरू चाहिँ अब आफै रिसर्च गरेर मात्र आउनु भन्छु अनि कति स्टुडियोहरू पनि टन्नै छ होइन जेन्युन स्टुडियो अब जस्तै देख्ने बित्तिकै यहीमा गएर सिक्छु भने मलाई पनि त्यो लागेको थियो मैले पनि कति ठाउँहरू डुल्यो घुमेँ होइन
अनि आफूलाई जुन बेस्ट लाग्छ त्यही गर्ने भन्छु चाहिँ। अब इन्ट्रेस्ट अरूलाई देखेर मात्र आयो भने चाहिँ नआए नै हुन्छ भनेर आफ्नो आफूलाई सिक्ने एकदम इच्छा छ भने चाहिँ आउनुहोस्। हुन्छ, तिम्रो अमूल्य समय आज हाम्रो कास्टको लागि छुट्याइदिएकोमा थ्याङ्क यू भेरी मच। अनि अब आउने दिनहरू पनि हामी तिमीसँग थ्याङ्क फर कमिङ। हुन्छ, आजको हाम्रो युकास्टको समय चाहिँ एकदम सकिएको छ। तपाईँहरूले यसबाट विभिन्न कुराहरू बुझ्नुभयो भने हामी आशा गर्दछौँ र आउने दिनहरूमा अझ पनि यस्तै यस्तै 3D सम्बन्धी अरू पनि टाइटल सम्बन्धी हामी अब तपाईँहरूसँग युकास्टबाट पोडकास्ट गर्नेछौँ। त्यसको लागि हेरिदिनु भएको लागि धन्यवाद र थ्याङ्क यू।